यात्रा गरेरै हो। त्यसकारण यात्रा हाम्रो जीवनको अभिन्न हिस्सा हो। अघि केशवजीले भने जस्तै यात्रा गरेर मात्रै पुग्दैन कि त्यसलाई अरूसँग साट्नु पनि पर्यो। यात्राले पक्कै पनि केही न केही नयाँ कुरा एक्सप्लोरेसन गर्छ, नयाँ कुरा खोजी गर्छ। त्यो खोजी गरेको कुरा उसलाई भन्नु अझ महत्त्वपूर्ण कुरा हो। त्यसमाथि यो साहित्यको एउटा विधा हो। त्यसले यात्रालाई यति विविधीकरण गरिदिन्छ कि तपाईँ सँगै यात्रा गरिरहेका दुईजना मान्छेले दुई फरक फरक यात्रा लेख्न सक्नुहुन्छ। त्यसैले यात्रा विधा आफैमा एउटा अलगै पहिचान भनेको साहित्यको महत्त्वपूर्ण विधा पनि मानिन्छ। मलाई के धेरै अचम्म के लाग्छ भने सागर दाइको पछिल्लो 5 वर्षको उपलब्धि हेर्नुभयो भने उहाँले संस्मरण लेख्नुभयो लकडाउन, त्यसपछि मलाई गाउँदेखि बापुसम्म यात्रा लेख्नुभयो, मोहर लेख्नुभयो उपन्यास, अहिले फेरि यात्राको सङ्ग्रह एउटा अल्बाट्रस प्रशान्त महासागरदेखि काला सागरसम्म आएको छ। यी चारैवटा कृतिको तपाईँले विशेषता हेर्नुभयो भने केन्द्रमा के छ भने यसको कल्पनाशीलता भन्दा पनि त्यसको फिक्सनभन्दा पनि तथ्य अझ बढी यथार्थपर लेखन अलिक गाह्रो लेखन पनि हो। यो छोटो अवधिमा तपाईँले जुन काम गर्नुभएको छ यो पक्कै पनि अनुकरणीय छ। तपाईँलाई तपाईँसँग बसेर त्यो समय व्यवस्थापनको यो जागरको सूत्र के हो भनेर सिक्न मन छ मलाई। र चारैवटा कृतिको त्यो मैले अघि भनेको विशेषता हेर्दाखेरि तथ्य र यथार्थपरक लेखन भएको कारणले गर्दा सबै कृतिहरू एकपटक पढेर त्यसको प्रयोजन सक्ने खालका कृति भए सङ्ग्रहणीय र यसको कतिपय अर्थबाट अझ सन्दर्भ स्रोत हुने खालका कृतिहरू छन्। त्यसकारण उहाँका सबै कृतिहरू यहाँले सङ्ग्रह गर्नुभएको होला भन्ने मलाई लागेको छ। मलाई त्यो अपेक्षालाई मैले त्यो सङ्ग्रह गरेर राखेको छु। पटक पटक दोहोऱ्याएर पढ्न मिल्ने खालका कृतिहरू छन्। यसका साहित्यिक पाठकका विषयमा समीक्षा हुँदै जान्छ। यहाँले पढ्नु भएको छ, पढ्दै जाउँला। आज म चाहिँ यहाँ सागर दाइसँग केही हल्का फुल्का गफ गर्ने मात्रै सोचेको हो होइन। धेरै त्यो गम्भीर कुरा गरेर बस्नुभन्दा यसो त्यो किताबको वरिपरि गएर केही छलफल गरौँ भन्ने लागेर तपाईँको अनुभव सुनौँ न। यत्रो देश विदेश हुनुभएको मान्छेसँग अनुभव पनि सुनौँ भन्ने लागेको हो। पढ्नलाई यो किताब छँदैछ, त्यो सुन्दाखेरिको आनन्द अर्कै हुन्छ कि भन्ने लागेको। एकजना खगोलविद कार्ल सागरले के भन्नुभएको रहेछ भने यो पृथ्वी एउटा हल्का निलो थोपा हो भन्नुभएको रहेछ। त्यो के प्रसङ्ग भन्नुभएको रहेछ भने यो ब्रह्माण्डको विशालतामा पृथ्वीको अंश एउटा थोपा बराबर हो, एउटा बुँद बराबर हो। त्यो बुँदमा झुन्डिरहेका हामी मान्छेलाई, हुन त सबै मान्छे अल्बाट्रस हो, मान्छेको भित्र कुनै चरा छ, कति सबै चराहरू उड्छन् भन्ने छैन। कोही बोइलर पनि छ हामी जस्ता मान्छेहरू। हामीलाई कस्तो अप्ठ्यारो छ भने यही छेउमा भएको बाँकेरा श्रेणीको घुम्न पनि कति महाभारत छ। तपाईँले यत्रो देश घुमेर दुईवटा यात्राका कृति पनि लेख्न सक्नुभयो। यो चाहिँ तपाईँ आफूलाई भाग्यमान ठानिराख्नु भएको छ कि होइन म जस्तो मेहनती मान्छे अनि चरा मन भएको मान्छेको लागि त सामान्य हो भन्ने ठानिराख्नु भएको छ। यहीबाट सुरु गरौँ न। यथार्थवादी लेखनको कुरा गर्नुभयो। मैले बुद्धिसागरको एउटा लेखमा पनि पढेको थिएँ। उहाँले कर्णाली पुरुष लेख्नुभयो, त्यसपछि उहाँको पृथ्वी आयो र एक्लो पनि आयो र उहाँले भन्नुभएको थियो कि कर्णाली पुरुष र पृथ्वी लेखिसकेपछि उहाँले एक्लो लेख्नुभन्दा एउटा अगाडिबाट उपन्यास लेख्नु मैले फरक देखाएँ र लेखेर आधाभन्दा बढी गइसकेपछि उहाँलाई चाहिँ त्यो कति पनि तानेन छ। अनि उहाँले त्यो च्याट दिनुभएछ। च्याट दिइसकेपछि मेरो शैली त यो होइन, मेरो शैली भनेको त मेरो आफ्ना निजात्मक अनुभूतिहरू नै हो भन्ने मलाई लाग्यो। र एक्लो पनि त्यही तरिकाले उहाँले काठमाडौँमा बसेर त्यो कलेज पढ्दाखेरिको आइएमा इङ्ग्लिस ब्याक लागेर 5 चोटिसम्म इक्जाम दिएका कुराहरू होइन, यस्तो रोचक सङ्कट एरामा बसेको कुराहरू त्यस्तै खालको मलाई पनि सुरुदेखि नै आफ्ना कुराहरू मसँग यति धेरै अनुभूतिहरू छन्, यति धेरै संवेदनाहरू छन्। एकदम झरीमा त्यसरी छुट्टिएका, पानीले छुट्टिएका, जाडोमा एकदम भयङ्कर जाडो भएका, भोकले एकदम रन्थनिएका, एकदम गर्मीले टन्टलापुर गर्मीले होइन निद्रा नलाएका
यस्ता अनेक पलहरू छन् होइन, ती कुराहरूलाई चाहिँ यो लेख्ने चाहिँ जरुरत हो। र समयक्रमले यहाँ बिबीजीले भन्दै घुम्ने संयोगहरू मैले पाएँ, मैले देखेँ। अब तपाईँले कल्पना गर्न सक्नुहुन्छ चराहरू, यो संसारमा चराहरूलाई फलफुलका बिजहरू छर्दै छर्दै हिँड्ने प्रेरणा कसले दियो होला? किन छर्दै हिँड्छन् होला तिनीहरूले? माहुरीहरूले हरेक फुलहरूमा परागसेचन गर्दै हिँड्छन्, जसले परागसेचन गर्दैन भने 70% फसलहरू फल्थेन। र यो पृथ्वीका मानिसहरू हामीले के खान्छौँ होला? तिनीहरूलाई कसरी प्रेरणा दिन्छन् होला? र यो संसारमा जड भएर एकै ठाउँमा बसिरहनु भन्दा अलिकति पनि बाहिर निक्लेर अलिकति पनि नयाँ चेतना लिएर हिँड्नु यात्रामा चाहिने त्यो कति सुन्दर पल छ, त्यो त चराहरूलाई थाहा छ, पुतलीहरूलाई थाहा छ। र त्यसको एउटा सानो हिस्सा मैले एकदम अब एकै ठाउँमा मैले यसको उसमा पनि हेरेको छु। मलाई डुलेर खान पुग्दैन, काम नगरिकन खान पुग्दैन, तर जब मौका मिल्छ मलाई एकदम मनबाट खुल्ली छटपट उठुटी भइरहन्छ। अब कहाँ जाने, कति बेला जाने, कसरी जाने, म त्यो प्लानिङ गरिरहेको हुन्छु होइन। र संयोगले कतिपय कुराहरू कल्पना गर्छ, तपाईँले जुन किसिमले तीव्र मनोवेगले एउटा तपाईँले कल्पना गर्नुहुन्छ, मलाई लाग्छ ती कल्पनाहरू चाहिँ तालमेल मिल्छन् कि जस्तो लाग्छ। र त्यो सायद संयोगहरू नै हो। यो यात्राको गुणस्तरलाई यात्रा त हामी सबै गर्छौँ, तर त्यो यात्राको नियात्रामा परिवर्तन हुनलाई त्यो यात्राको प्रयोजनले कतिको अर्थ राख्छ? तपाईँ फुकाफाल भएर हिँड्नु, केही उद्देश्य लिएर हिँड्नु, समयमा बाँधेर हिँड्नु, यिनले चाहिँ लेखकमा कतिको प्रभाव पार्दो रहेछ? तपाईँको त्यो यात्राको शैलीसँग यो विषय जोड्न खोजेको भयो। मानिस अब सुरुदेखि नै घुमन्ते प्राणी हो, उसलाई जहिले पनि खुजुली भयो यो डाँडोभन्दा पारि के होला, त्यो नदीभन्दा पारि के होला। अब तपाईँले सर मेलोडी जो बेलायतका नागरिक हुन्, उनको श्रीमतीले सोध्छन् कि तपाईँले किन जानु पर्यो? होइन, त्यहाँ सगरमाथा छ, त्यो सगरमाथामा आजसम्म कोही पनि चढेको छैन, म जान्छु भने। र उनले त्यसको लागि पैसा जुटाउन अमेरिका पुगे। अमेरिकामा विभिन्न कार्यक्रम गरे, उनले च्यारिटी सोहरू गरे, पैसा कलेक्सन गरे र सगरमाथामा उनी पुगे। तर दुर्भाग्यवश उनी सगरमाथाको शिखरमा चढेनन्, आजसम्म पनि ज्ञान छैन। सगरमाथामा आधा उनको सब पनि भेटिएको छैन। र उनीसँगै गएको मानिसको जुन क्यामेरा सबसँगै ती सगरमाथामा गाडिएको छ, कोडाक लगायतका त्यो कम्पनीहरूले भनेका छन् कि यदि त्यो क्यामेरा हामीले भेट्यौँ भने, त्यो रिलहरू हामीले भेट्यौँ भने त्यसलाई वर्षौँसम्म गरेर हामी त्यो फिल्मलाई फोटो तयार गर्न सक्छौँ भनिरहेका छन्। यदि त्यो फोटो निक्लियो र यदि सर मेलोडीले सगरमाथा चढ्यो भने, चढेको प्रमाणित भयो भने सायद फेरि सगरमाथामा एडभन्ट हिँडाएर त्यहाँदेखि नदी शेर्पाको इतिहास फेरि फेरिन सक्छ होला। र कुनै पनि ठाउँमा घुम्न जानु, एउटा स्वतन्त्रतापूर्वक घुम्नु र एउटा निश्चित तोकिनुसार जानु त फरक पर्छ। यसले लेखनको गुणस्तरमा त फरक पर्छ। यो समय कस्तो आयो भने प्रविधिले यात्रा वर्णनका विभिन्न विकल्पहरू ल्याइएको छ। अहिलेको नयाँ पुस्ता ती नयाँ विकल्पहरूप्रति बढी आकर्षित छ, लोकप्रिय पनि छन् ती विकल्प। यस्तो कालको स्थितिमा तपाईँ यात्रा लेखेर बसिराख्नु भएको छ। एउटा नयाँ किताबमा कतै लेख्नु भएको छ, मलाई यात्रा गर्न र यात्राको वर्णन गर्न उत्तिकै आनन्द आउँछ भनेर। त्यही भएर तपाईँको त्यो स्रोत, त्यसको यो लेखनको स्रोत त्यो होला। तर पनि यस्तो परिस्थितिमा यात्राको प्रयोजनलाई हामीले कसरी पुष्टि गर्ने? अहिलेको यो प्रविधिले विकास गरिरहेका डिजिटल माध्यमहरू मार्फत हामी विभिन्न ठाउँहरूले आँखाले घुम्न पाइरहेको बेला त्यसभन्दा यात्रा किन फरक हुन्छ र कसरी औचित्य पुष्टि गर्न सकिन्छ यो समयमा? तपाईँले त्यो आधारबाट भन्नुभयो। अब यात्रा त जानेर नजानेर हामी धेरै डिभाइडेड गरिरहेका हुन्छौँ। हामीले औषधि उपचार गर्न लखनऊ गयौँ भने त्यो यात्रा हो। हामी मुक्तिनाथ जान्छौँ या केदारनाथ बद्रीनाथ जान्छौँ, त्यो पनि यात्रा हो, त्यो धार्मिक यात्रा हो। तपाईँ कुनै रातिको मेलामा जानुहुन्छ या अरू कुनै
नेपालको घुमेर आउँदाखेरि त्यो पनि यात्रा हो। तपाईँ काठमाडौँ पुगेर आउनुभयो औषधि गर्न, त्यो पनि यात्रा भयो। र यात्राका तपाईँले यात्रा गरिसकेर आइसकेपछि त्यो सम्झेर दिने यात्रा संस्मरण भयो र यात्रालाई अलिकति रोचक तरिकाले अर्को पाठकले पढ्दाखेरि हुने रोचक हुने किसिमले तपाईँले हुने यात्रा भयो। त्यसमा यात्रामा लेखक नायक हुन्छ र अहिले किताबको अर्थमा भन्नुभयो भने किताबहरू अहिले कम पढिने अब युवा पुस्ताहरू चाहिँ ब्लग बनाइरहेको, ट्राभल ब्लगहरू बनाइरहेको हो। सबैका आफ्ना आफ्ना पाठक हुन्छन्। अब कसैलाई पाना पढाउँदै पढ्ने रहर हुन्छ, कसैलाई सबै मानिसहरूको पहुँचमा अब डिजिटल थुप्रै होला र मानिसहरू चाहिँ स्क्रोल गर्दै एकछिन पनि धैर्य नगरी बसेको छन् र घन्टौँसम्म लगाएर 500-700 किताबहरू पढ्ने पनि पुस्ताहरू छन् र यसमा चाहिँ यात्राको महत्त्व बढेको छैन। संसारमा सबैभन्दा धेरै पढिने किताब हुन्छ यात्रा संस्मरणमै हो। यात्रा संस्मरणका पनि भेराइटीहरू छन्, विभिन्न खालका भेराइटीहरू छन्। निबन्ध पनि यसैको विधा हो, अब तपाईँको चाहिँ संस्मरण पनि यसैको विधा हो, यात्रा वृत्तान्त पनि हुन्छ। अब नेपालमा यात्रा भनेर हामी भएका छौँ। यसको सन्दर्भ सान्दर्भिकता त महत्त्वपूर्ण नै छ। मैले उनको कुरा सुनिराख्दाखेरि मलाई के स्मरण भयो भने केही समय पहिला अघिल्लो वर्ष नै आएको पुस्तक छालबाटोको विषयमा, त्यसको ब्याकग्राउन्डको विषयमा, त्यो यात्राको विषयमा मलाई 2078 सालतिरै थाहा थियो। त्यो छोटो भिडियो पनि हेरेको थिएँ। त्यो किताब पढ्नुभन्दा अगाडि मलाई त्यही भिडियोको पर्सेप्सन थियो। भिडियो हेरेको छ आखिर त्यही त होला, त्यही वर्णन गरेको त होला भन्ने लागेको थियो। तर त्यो पढिसकेपछि मलाई भिडियोको र यात्राको भेद यति फरक महसुस भयो कि त्यो लेभलमा भिडियोले कहिले पनि त्यो स्थानलाई, त्यो सन्दर्भलाई, त्यो ब्याकग्राउन्डलाई विश्लेषणै गर्न सक्दैन। त्यसकारण अहिले पनि हामी हुन त अहिले युवा पुस्तक भ्लगमा अलिक बढी केन्द्रित छ, त्यो भ्लग लोकप्रिय पनि छ। तर यात्रा हजुरको किताबमा पनि त्यो देखिन्छ। मैले तपाईँ पुगेका ठाउँको भिडियोहरू पनि हेरेँ। त्यो भिडियो हेर्दाखेरि तपाईँको आफ्नो निजात्मक अनुभूतिसहित त्यसलाई पढ्दाखेरि त्यसको भेद चाहिँ छुट्टिँदो रहेछ। सही भएको हुँदैन। यो विषय अहिलेको डिबेटेबल विषय त हो, तर यात्रा विधा अझै धेरै पढिने विधामा पर्छ। अब यसमा अब मैले विभिन्न खालको प्रतिक्रियाहरू सुनिरहेको छु। भिडियो ब्लगहरूमा चाहिँ एउटा सीमितता पनि हुन्छ, समयको सीमितता पनि हुन्छ। त्यसलाई एडिट गर्नुपर्ने, सबै दृश्यहरू पनि चाहिने। त्यो दृश्य खिच्न सक्यो तर शब्द चाहिँ नभएको, शब्द त्यो नभएको हुन्छ। अब युवराज नारायणले भन्नुहुन्छ कुनै पनि कुरा भात छड्के चाहिँ विचारमा छड्किँदैन। अब सुकोमा चाहिँ चामल केलाए चाहिँ एकदम त्यो निपलेर अनि त्यो दिया ओलाएर अब त्यो किसिमको क्रिम दही गर्दाखेरि जसरी लौडी हुन्छ, त्यो किसिमको विचारहरूलाई, त्यो किसिमको अनुभूतिहरूलाई समेट्नु पर्ने त्यो चाहिँ कमजोरी छ। त्यो कोसिस त गरेको छु। अब कतिपय हतारोले पनि त्यो खालको भयो र यात्रामा हामीले इतिहास, लोककथाहरू, लोकगाथाहरू सबै कुरालाई चाहिँ उचित किसिमले संयोजन गऱ्यौँ भने यात्रा किताब जस्तो राम्रो त अरू कुरा हुँदैन। किताब जस्तो हुँदैन। किताबमा तपाईँ जसरी पोख्न सक्नुहुन्छ, तपाईँ एउटा कोठामा बसेर जसरी पोख्न सक्नुहुन्छ त्यो हुन सक्दैन। र हजारौँजना मानिसहरूले एउटा किताबबाट चाहिँ भिडियो डकुमेन्ट्री बनाए पनि त्यो किताबको पूर्ण आत्मा उनीहरूले चाहिँ निकाल्न पर्दैन सक्दैन जस्तो लाग्छ मलाई। त्यो किताबको महत्त्व त धेरै महत्त्वपूर्ण माथि छ, धेरै अगाडि छ। अब तपाईँ यात्रा वर्णन गर्न रुचाउने मान्छे, तपाईँले अहिलेसम्म कि धेरै देश पुगिसक्नुभयो, धेरै स्थान पुग्नुभयो। त्यो कुनै यस्तो स्थान छ जसको विषयमा चर्चा गर्दाखेरि तपाईँलाई अहिले पनि त्यत्तिकै रोमाञ्चक अनुभूति हुन्छ? अनि कसैले म घुम्न जाँदैछु भन्यो भने पहिलो नम्बरमा यहाँ चाहिँ पुग्नु है भनेर सिफारिस गर्न मन लाग्छ। जस्तो ठाउँ कुनै स्थान? मलाई अब इस्तानबुल, टर्कीको एउटा सहर छ इस्तानबुल, जो अब यो नदी छ, दुईवटा समुद्र छ, समुद्रबाट एउटा प्राकृतिक गल्छी छ। त्यो गल्छीको पूर्वतिर एसिया छ र पश्चिमतिर युरोप छ। त्यो दुईटै भेट चाहिने इस्तानबुल छ। आधा भाग युरोपतिर छ, आधा भाग एसियातिर छ। र त्यहाँ तपाईँको बैजान्टिक साम्राज्य जहाँ चाहिँ क्रिस्चियनहरू सबभन्दा पहिलो चर्च बन्यो र
चाहिँ जो साम्राज्य भन्ने विश्वका पहिलो छापाखाना पहिलो किताबहरू त्यहाँ चाहिँ उनीहरूले किताबहरू लेख्ने काम भयो, ज्ञानको प्रसार भयो र पछि अटोमन साम्राज्य आइसकेपछि त्यो सभ्यता यस्तै ध्वस्त भयो। 99% क्रिस्चियन हुनु अहिले चाहिँ 99% चाहिँ नि अब भारत 99% पाउँछ। मुस्लिम जनसङ्ख्याले पनि मुस्लिममा डाइभर्ट भयो। तर त्यहाँको खानपिनहरू, त्यहाँको संस्कृतिहरू, त्यहाँको पनि ठुल्ठुला घरहरू, त्यहाँको समुद्र, त्यहाँको आर्किटेक्ट मलाई अझै यति सुन्दर लाग्छ। र यसलाई तपाईँले बुझ्नको लागि ओरा पालु भन्ने एउटा विश्व कल्चर किताब छ, उनको इस्तानबुल मेमोरिज एन्ड द सिटी भन्ने किताब छ। त्यो किताब चाहिँ उनले मनैदेखि त्यो आफ्नो बाल्यकाल बितेको सहरको बारेमा उनले चाहिँ वर्णन गरेका छन्, एउटा संस्मरण प्रस्तुत गरेका छन्। त्यहाँ धेरै चित्रहरू तस्विरहरू छ।